नमस्कार गाइज, आज हामी यहाँ आमा छोरा यहाँ जङ्गलमा छौँ हामी होइन। जङ्गल भन्दा नि हाम्रो बारीमा आएको छौँ। आमाले अब यो करेला सरेलाहरू बनाउँछ आमाले होइन आमा। हो हाम्रो त कति करेला टिपेको छ आमा? यसरी करेला सरेला टिप्छ गाइज। हाम्रो चाहिँ यस्तै हो, बारी जङ्गलतिर यो एकदम। योपालि त बर्खाले गर्दा त अनि पुरै आमा के अरे जङ्गल भइसक्यो त नि, बारीहरू पनि। अब खानुपर्छ, अब घाम लागेपछि अब पानीमा के गर्नु, सबै जङ्गल भइसक्यो त नि। पानीले गर्दाखेरि फाड्न सकिएको छैन। अब फाड्नुपर्छ आराम। जङ्गल भइसक्यो त नि यार योपालि त नि। हाम्रो त योपालि त जङ्गल पानीले गर्दाखेरि गाई सबै जङ्गल भइसक्यो। आमा छोराको अब स्याहार चाहिँ करेला, हाम्रो आमाले फेरि जङ्गलमा करेला बाई केही पनि खिलाउँदैन, यही मात्र छ, यही खा भन्छ हो, यही खिलाउँछ आमाले होइन आमा। घाउहरू निस्किँदैन, घाउहरू निस्किँदैन, सागसब्जी राम्रो गुलियो खायो भने पनि डर हुँदैन। यसले गर्दाखेरि सेप हुन्छ नि त। तितोले पेलिसकेपछि त घाउ घुसेर घाउहरू केही पनि निस्किँदैन। अनि बस यस्तै मात्रै खिलाइराख्ने। उयो चाहिँ के हो यो चाहिँ आमा? यसको चाहिँ के खान्छ आमा देखाउनु त आमा? यो दुधमाने हो। दुधमाने? यसको यो डाग्लाको पनि त्यो मुनि काटेर खायो भने यसको पनि सब्जी मिठो हुन्छ। यसको पनि ल गाई चाहिँ हेर्नुहोस्, यसको दुधमाने भन्दैछ। के दुधमाने होइन आमा? भुजिया सुजियाहरू यसको पकौडाहरू बनाउँदैन यसको? बनाउँछ त्यो पकौडा। त्यो मुनिको डन्ठा काटेर यो सब्जी मिठो हुन्छ सब्जी। यता छ ल गाई चाहिँ यस्तै हो हाम्रो त आमा छोराको होइन। यहाँनिर आमाले आएर जङ्गलमा अब मजाले करेला सरेला टिप्दैछ। यो दुधमानेहरू यो माने होइन अब यो के यो टुडाउनु त आमा, यस्तो गर्नु त माथि त यस्तो यो दुधमानेहरू हुँदो रहेछ। यो अब यो खाइपी गरेर चाहिँ अब सागसब्जी चाहिँ मिठो हुन्छ अरे। पकौडा सकौडा खानु यताउता हरियो परियोको लागि चाहिँ एकदमै बेस्ट रहेछ यो होइन आमा? सब्जी मिठो हुन्छ, सब्जीहरू चाहिँ होइन यसको डाक्लाको मिठो हुन्छ। अब यो जङ्गलहरू चाहिँ कहिले फाड्ने नि आमा? अब भोलि पर्सिको दिन अब भर्खर घाम लाग्दैछ। अब यता दिन त पानी थियो, अब घाम लाग्दैछ। अब फाड्नुपर्छ आस्ते सबै साफसफाइ गर्ने होइन, खुल्ला गर्नुपर्छ।